गुड इभिनिङ गाइज। म चाहिँ घुम्दै घुम्दै अहिले यहाँनिर फाक्पोक्तुम गाउँपालिका वार्ड नम्बर 7 कार्यालयको नजिकै हो जाने बाटो भनेपछि यहाँ नजिकै छु। अहिले चाहिँ यहाँनिर दोकान डाँडामा यहाँनिर जो द्वितीय मेलाहरू लाग्छ यहाँ आइपुगेँ। अनि यताबाट यो तपाईँको राँकेबाट झरेर चाहिँ यो राँके गैडे रोड चाहिँ यस्तो नर्मल पिच अवस्थामा पुगिसकेको रहेछ। तर यसरी घुम्दै आउँदाखेरि चाहिँ मैले यो राँके गैडे रोड चाहिँ बन्नुपर्छ भनेर चाहिँ धेरै पहिलादेखि आवाज उठाउँदै आउनुभएको। सायद उहाँले नै उठाएर चाहिँ यो रोड बन्दैछ भन्ने मेरोबाट चाहिँ जानकारी छ। त्यसैले गर्दाखेरि चाहिँ अलिकति म हाम्रो गौरीमान योङयाङ काकासँग चाहिँ बात गर्न चाहेँ। यो राँके गैडे रोड चाहिँ कसरी निर्माण हुँदैछ, कसरी चाहिँ आयो भनेर, अनि हाम्रो काकाले चाहिँ कसरी चाहिँ राँके गैडे रोड हुनुपर्छ भनेर चाहिँ कसरी दिमागमा चाहिँ उहाँको आयो भनेर हजुरहरूको लाई चाहिँ सम्झाइदिनुहुन्छ, बुझ्नु होला। अनि काका यो राँके गैडे रोड चाहिँ बन्नुपर्छ भनेर चाहिँ हजुरको दिमागबाट चाहिँ कसरी आयो होला, सबैलाई प्रष्ट पारिदिनुहोस् न। यसको लागि चाहिँ योभन्दा अगाडि मैले सिक्किमको लागि गेन्टकमा पुग्ने तल टिस्टा बन्छ, माथि छट्टाराङ्गेतिर बढीरङ्ग जोडिएको हुन्छ, तल सिङ्गे टिस्टा बन्छ। अनि सिलगढीपट्टि सुम्बुकदेखि माथि लगेर बडारङ्गेदेखि माथि बाटो लगेर गेन्टक पुर्याएको बाटोहरू हेरेँ। अनि छट्टाराङ्गेदेखि लगेर किनारै माथि तातो पानीमा पुर्याएको बाटो हेरेँ। अनि फेरि भुटानको थिम्पूमा सर्भाङ नदीदेखि माथि किनारै थिम्पूमा लगेको, थिम्पू पुर्याएर सहारमा पुर्याएको बाटोहरू हेरेँ। अनि वल्लो बाटो, तातो वल्लो बाटो छट्टाराङ्गेदेखि माथि किनारै तातो पानीमा पुर्याएको बाटो हेरेको थिएँ। अनि यहाँ त जिल्ला सभापति केबी भट्टराई भएको थियो, भट्टराई छेत्री भएको थियो। अनि केबी भट्टराईले क्षेत्रीय केन्द्र भनेर एकतप्पा क्षेत्रीय केन्द्र भनेर दिएको थियो। अनि क्षेत्रीय केन्द्र कहाँ राखौँ भन्दा सिकारी बन्जाङको मान्छेले माथि राखौँ भन्छ, दोकान डाँडाको मान्छेले दोकान डाँडा तल र माथि बाँध्दै कोलबोटे लगिदियो। अनि कोलबोटे लगेपछि मैले के सम्झेँ भने कि एकतर्फ दुई गाविस बन्नुपर्छ कि राँके गैडे मोटर बाटो निर्माण हुनुपर्छ भन्ने सम्झेपछि जिल्ला सभापति केही भट्टराईको आसमा गएँ, उसको अफिसमा गएँ भेटेर सभापतिज्यू तपाईँले भेट्न आएँ भने किन होइन, तपाईँले एकतप्पा कि दुई गाविस बनाइदिनु पर्यो कि राँके गैडे मोटर बाटो निर्माण गरिदिनु पर्यो भने। अनि यो मुजी मङ्गोल के भन्छ भने मुजी नै हो, मङ्गोलै हौँ। अब तपाईँले नदिनु भएको भने क्षेत्रीय केन्द्र दिनुभएको थियो, तर दोकान डाँडा र सिकारी बन्जाङ भन्दा तानाखिची गर्दै कोलबोटे पुग्यो, कोलबोटे गयो क्षेत्रीय केन्द्र। त्यसै कारणले कि एकतर्फ दुई गाविस बनाइदिनुहोस् कि राँके गैडे मोटर बाटो निर्माण गरिदिनुहोस् भनेर मैले त्यो कुरा राखेँ। त्यसो गर्दा क्षेत्रीय केन्द्र के अरे केबी भट्टराई जिल्ला सभापतिज्यूले ल म अब तपाईँको बोली म पालना गरेँ। कसरी पालना गरेँ अब पूर्व तपाईँ फर्केर मेरो जिल्ला निगम छ भनेर नाक खोक्रेर बस्दै हुनुहुन्छ। तपाईँको बिट्ठु 18 गाविस अन्धकारमा छ। 18 गाविस अन्धकारमा छ। त्यहाँ गिटी बालुवा बेचेर मात्रै भात खाने स्थान, त्यो बाटो निस्किने बित्तिकै सागसब्जी बेचेर मात्रै भात खाने स्थानहरू अन्धकारमा छ। 94 बाँचेको, 94 मरेको छ। 12 आम्दानी बसेको छ। राँके गैडे मोटर बाटो निर्माण गर्दा त्यो 12 आम्दानी प्राप्त भयो भने सुक्खै बाँच्ने स्थानहरू, कुना 15 बाँच्ने स्थानहरू अन्धकारमा छ। त्यस कारणले तपाईँ राँके गैडे मोटर बाटो निर्माण गरिदिनुहोस् भनेर मेरो अनुरोध, तपाईँले साह्रै सम्झिदिनु पऱ्यो भने। अनि हुन्छ भनेपछि म एक दिन हेर्न आउँछु भने भन्दै गजरमिक्खुको मेला पारेर आयो। अनि एउटा भाले काटेर खायौँ। बिहान त्यस्तै झुप्रो घरमा सुतायौँ। बिहान उठेर सँगसँगै झर्दैथ्यौँ। पितोङबुरुङ पुग्दा खम्बाङको भरासँग भेट भयो र तपाईँ आफ्नो तरिकाले आउनु भाइ,
हामी जाँदै गर्छौँ भन्यो। अनि बेलुका घरमा फर्केँ। भरे तल जाँदा जुवा खेल्दै बसेको थियो, भेटेँ। अनि ल आइस फलाना भनेर अनुभव गर्नु मान्छे भन्यो। आएँ अनि 1000 रुपियाँ पिराउँदा 1000 रुपियाँ दिएँ। अनि रातभरि नाचेँ। अनि फेरि बिहान आउँदा त त्यहीँ बसिरहेको फेरि 1000 2000 चितौरी दियो। अनि ल तपाईँले भनेको खुसी, भाइले भनेको एकदम खुसी भने हो रहेछ। म भोलि पर्सि राम्रो कुरा गरेर भेट्न आउनु है भन्यो। भोलि पर्सि गएँ अनि कुरा गरेँ। ल एनजिओ भने आइएनजिओ राखिदिनु है भने। अब आइएनजिओ त्यति बेला राखिसकेको छ। तर केबीबाट पहिले मरिगएपछि मैले आवाज उठाएपछि मिटिङ सुरु गरेँ। यहाँदेखि 10औं मिटिङ गरेर छोडेको छु। यहाँको पत्रपुर छापेर ओलाङचङ गलासम्म पुर्याएको छु मैले। ओलाङचङ गलासम्म 10औं मिटिङ गरेर मैले छोडेको छु। 10औं मिटिङमा 33,000 रुपियाँ गुमाएको छु मैले राखेको। 10औं मिटिङ गरेर 33,000 रुपियाँ गुमाएको छु। अहिले म जस्तो पार्टीले उठाएको आवाज किन पनि छिटो हुन्थ्यो र, तर सत्य आवाज हो, कर्माशय हुँदैछ। तर 10औं मिटिङमा त्यो इभाङको पूर्ण बस्नेत, जहिले पूर्ण बस्नेतले मिटिङमा बोलाउँदा आउनु थिएन। त्यो दिन आयो 10औं मिटिङमा। अध्यक्ष कसले राखौँ भन्दा त्यो पूर्ण के अरे इभाङको पदम सङपाङफेले राखौँ भने सबैले स्वीकार गर्यो। अनि सचिव कसले राखौँ भन्दा डिकबहादुर उपाध्यक्ष थियो गुरुङ गाउँको। डिकबहादुर राखौँ सबैले स्वीकार गर्यो। तिनीहरूले गर्दाखेरि तिखे चोकती माथि उकालो लग्यो। उकालो लग्यो, चत्रीमा जोडेको छ। कालो पत्रे हुनुको कारण त्यो हो। ल हुन्छ, धन्यवाद काका। हजुरले धेरै राम्रो कुरो यो गैडे राखेको बाटोको बारेमा चाहिँ हजुरले जानकारी दिनुभयो, खुसी लाग्यो। अनि हजुरको पहिलादेखिको सपना पनि यति बन्दाखेरि चाहिँ पुरा भयो जस्तो लाग्छ होला। जे भए पनि अहिले धेरै बनेर तलसम्म यो यस्तो पिच भएर पनि गइसकेको छ। अनि तल गजरमुखीदेखि तलको बाटोहरू पनि सायद बन्दैछ होला। तिखे चोक भन्छ। तिखे चोकदेखि गोरेटो त छिरिसकेको छ। अब सिँढी बनाउनु बाँकी। गोरेटो त सुङसँग पहिरो पनि त्यो पहिरो पनि खनेर छिराइसकेको छ। अनि पर ताँबे पनि छिराइसकेको छ। ल कच्चा बनाएको छ। त्यहाँ अब अलिकति चाहियो। हुन्छ, ल हुन्छ, धन्यवाद काका। ओके, बाई।